पूजौं भक्ति साथ। सो यो चाहिँ चर्च पछि अनि फ्यामिली टाइम चटपटे टाइम मेरो आहा पोले त्यसले र यो बेला मेरो आँखा पोलिरहेको त्यो प्याजले गर्दा कस्तो नराम्रो प्याज रहेछ मेरो आँखा पोलाउँछ मेरो मम्मीहरूले पार्टी गर्नु पर्यो र अनि पुरै बाटामा हालिराख्नु भएको मलाई यता के गरौँ भइरहेको मुला पनि हाल्ने यही धुलो खुर्सानीले जहिले मेरो नाकमा यस्तो नराम्रो तरिकाले पोलाउँछ नि हेलो 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 गाइस त पाक्दैछ पकाउनु पर्छ पाक्छ आफै पाकिहाल्छ नि आफै पाक्छ पकाउनु पर्छ आफै पाक्छ पकाउनु पर्छ आगो आफै हाल्ने होला हैन के यता चाहिँ केटाहरूको ग्रुप अनि अर्कोतर्फ चाहिँ केटीहरूको ग्रुप छ गाइज कसले मिठो पकाउला यो सबै मलाई हो नि गाइज मलाई म कति खान्छु छैन है यति थोरै खाइरहेको छु अनि हामीले अलि छोडिदिएको मलाई खानै सकेन आलु किन होला भाँडामा हालेर नल्याउनु क्या त्यो भाँडासँग ल्याउने हेर हुँदा त्यही भने जब कान्छु जब सालको त्यो अर्को भाँडामा हालेर ल्याउनु लानु जस्तो लाग्यो भाँडामा कतिको झुक्क पनि धुने हो आज मेरो अयो खुट्टा झम्क्यो गाइस अर्को भाँडामा नहाल्नु रे के उठ्यो पिरे थियो को मोमो यता हेर त मोमो एकछिनमा मोमो आउनु ल अब मोमो भन्दै आयो चटपटे पिरो थिएन त्यति पनि त्यही पनि पिरो भएछ होइन मलाई पिरो भएको नखाने मेरो पेट भएछ यति बट्टा भने खाएँ अब के खानु नखाने भनेको अङ्कलहरूले पकाएको मैले पनि खानु पर्यो रे अनि
पेट भरिसकेको त्यही पनि अब खाँदैछु मिठो छ सो आजको लागि यति नै बाई